अल्छी लाग्यो, टाइम भएको छैन, त्यही भएर हामी चाहिँ यसरी घाममा बसिरहेको छौँ बाटोमा यसरी पलाइन्टीको यसरी गाइड्स। के गर्ने त साढे भर्खर 8 बज्यो, 9:30 बजीदेखि रहेछ, त्यही भएर फोन चलाऊँ भने पनि चार्ज छैन। चार्ज पनि हिजो बेलुका चार्जै गरेन अनि त्यस चार्जै छैन। हामी हस्पिटल आएको बहिनीलाई लिएर अनि अर्थोपेड नेपाल अर्थोपेडको हस्पिटलमा आएको। हामी चाहिँ छिटै आएछौँ आज। ओपिडीको टिकट निःशुल्क भने चाहिँ एसएसएफको कार्ड चल्ने भएकोले 9:30 बजीदेखि 2 बजीसम्म रहेछ। त्यसपछि हामी त्यहाँबाट राख्यौँ हाम्रो अनि अब खाजा खानु जाने अनि 9:30 बजी ठ्याक्कै आउँछ। चिएको चुस्कीसँग बिस्कुट पनि खाएको भिडियो बनाउनै बिर्सेछु क्या अनि त्यसपछि अहिले भिडियो बनाएको। उन भन्दा नि भ्यू खिचे पामा फक यू यहाँ खाली छ। सला 7 बजी आएर लाइन बसेर कुपन चाहिँ पायो होइन अनि त्यसपछि के अरे लाइन बोलाएको छैन अहिलेसम्म चाहिँ यत्रो लाइन बसिरहेको छ। हामी चाहिँ धेरै छ हामीले लाइन बसेको मान्छेहरू सब बोलाएको छैन। कति बजीसम्म कुर्नुपर्ने हो थाहै छैन। झर्लाइसक्यो निन्द्रा लागिसक्यो।